कहिले विचित्रका भनेर कहिले भयंकर डरलाग्दा देखिनुहुन्छ, कहिले अत्यन्तै मनमोहक देखिनुहुन्छ, कहिले अत्यन्तै सुन्दर रूपवाला देखिनुहुन्छ। यो कथा प्रसंग त शिव र पार्वतीको विवाहको प्रसंगमा आउँछ। जब मेनकाले त्रसित भएर भुइँमा लडिन्, त्यसपछि शिवजी कस्तो दुलाह बनिदिनु भयो त भन्दा, जो आफै आफ्नो अनुहार ऐनामा जब हेर्नुहुन्छ भने भगवान आफै पनि छक्क पर्नुहुन्छ, अरे म यस्तो पो छु भन्नुहुन्छ। त्यस्ता विचित्रका भगवानको हामीले आज कथा सुन्दैछौँ सज्जनवृन्द। हेर्नुहोस् है, जीवनमा जोस हुँदै र होस हुँदै बुद्धि आउँदैन, बेलामा बुद्धि आउँदैन, पछि गएर पछुताउनु पर्छ। त्यसैले गर्दा बेलैमा धर्मलाई चिन्ने गरौँ, बेलैमा धर्मको शरणमा जाने गरौँ, बेलैमा सत्यको शरणमा जाने गरौँ, अनि मात्र यो जीवन सार्थक हुन्छ। चंद विनाशिनी चंदी आदेश तिथिनी